हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी सरू पौडेल। आज चाहिँ म र आमा चाहिँ हाम्रो तराईको घर जाँदैछौँ। लास्टसम्म हेर्नु होला। आमालाई चाहिँ बिहान उठ्ने बित्तिकै खाजा नास्ता खुवाएर चाहिँ मैले ट्याक्सी लिएर गाडी चढ्ने ठाउँतिर जाँदै थिएँ। त्यो बेलामा चाहिँ थोरै मेमोरी हुन्छ भनेर चाहिँ यो भिडियो बनाउँदैछु। लास्टसम्म हेरिदिनु होला। हाम्रो आमा चाहिँ अलि बुढी नै भइसक्नु भएको छ। त्यही पनि घुम्न फिर्न चाहिँ एकदम इन्ट्रेस्ट देखाउनुहुन्छ। र हामी कहिले काठमाडौँ, कहिले रौतहट तराईतिर बस्छौँ। जाडो महिना भएको भएर चाहिँ हामी तराईतिर बस्दैछौँ। हामी त्यहाँ पुगेर पनि अर्को गाडी चेन्ज गरिसक्यौँ। अब चाहिँ हामी लाग्यौँ तराईतिर। बाटोमा के हुन्छ हेर्दै जानु होला। हामी चाहिँ फर्पिङ हुँदै यहाँबाट निस्केर जान्छौँ। धेरै क्लिपहरू चाहिँ लिएको छैन, तर थोरै आमासँगको मेमोरीहरू चाहिँ यसो राखौँ भनेर चाहिँ मैले थोरै लिएको छु। यता हेर्न सक्नुहुन्छ, एकजना बहिनी चाहिँ यसरी मस्त सुतेकी छ। हामी चाहिँ यता चेकपोस्ट कटेर यता अगाडि आइसकेछौँ। यहाँ चाहिँ यो चाहिँ फाखेलको थोरै नजारा हो, हेर्नु होला कस्तो राम्रो छ निलो आकाश है। यहाँ चाहिँ थोरै सर्ट ब्रेकको लागि चाहिँ रोकेको थियो। आमालाई चाहिँ मैले एकछिन बाहिर बस्नु भनेर बाहिर निकालिदिएको थिएँ। एकछिन भए पनि यसो रेस्ट गरेर हामी अगाडि जाउँ भनेर हो। यो चाहिँ यही गाडी हो। हामी अहिले यसमै जाँदैछौँ, हेर्नु होला। त्यसपछि चाहिँ खाने ठाउँ आयो। हामीले चाहिँ आफैले सेलरोटी लिएर गएको थियौँ। त्यही सेलरोटी र त्यहाँ तरकारी थोरै लिएर चाहिँ आमा र मैले खाजा खाँदैछौँ। आमालाई चाहिँ आफूले बनाएको सेल चाहिँ एकदम मिठो लागेर खाइरहनु भएको छ। बाहिरको चाहिँ धेरै चिज खान खोज्नुहुन्न, आफ्नै घरमा बनाएको चाहिँ खानुपर्छ भन्नुहुन्छ। त्यही भएर आमाले खाँदै हुनुहुन्छ। खाजा नास्ता खाइसकेपछि चाहिँ हामी एकछिन बाहिरतिर हेऱ्यौँ, कस्तो राम्रो फुलहरू फुलिरहेको थियो। अनि त्यसपछि चाहिँ अब हामी चाहिँ जानुपर्छ। एकछिन चाहिँ हेरिराखौँ न भन्दै हुनुहुन्थ्यो आमाले पनि। यता हेर्नु होला, आमा चाहिँ त्यहाँ अरू दाइहरूसँग चाहिँ कुराकानी गर्दै हुनुहुन्थ्यो। त्यही बेला मैले यसो भिडियो बनाइदिइहालेँ। कस्तो राम्रो फुल छ भन्दै हुनुहुन्थ्यो। यो चाहिँ नेक्स्ट डेको भ्लग हो। हामी चाहिँ छठ हेर्न गएको थियौँ नदीमा। अनि छठमा चाहिँ कस्तो हुन्छ, के हुन्छ भनेर थोरै भिडियो बनाएको थिएँ। हेर्नु, यहाँ सबैजना घाटमा यसरी सजाएर बसिसक्नु भएको थियो। यसरी झिलिमिली बनाएर होल नाइट चाहिँ यहाँ यसरी खोलाको किनारमा घाट बनाएर चाहिँ यसरी बस्ने गरिन्छ। यस्तो रमाइलो थियो। अँध्यारो भइसकेको थियो, त्यही भएर खासै भिडियोहरू चाहिँ बनाइनँ मैले। यता चाहिँ म छु, थोरै मैले आफूलाई पनि देखाएँ। यो छठ हेरिसकेपछि चाहिँ हामी घरतिर फर्किन्छौँ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो लाइक गर्नु होला, कमेन्ट गर्नु होला है त। थ्याङ्क यू फर वाचिङ।